सुन्ने र थुन्नेको डायलग पनि हान्नु आएको थियो। दिस इज नट राइट, दिस इज नट गुड। मेरो गैर उपस्थितिमा जसरी हाम्रो सचिवज्यू र प्रहरी प्रमुखज्यूहरूलाई जसरी जुन व्यवहारले एउटा समितिले प्रस्तुत गर्नुभयो त्यसमा चाहिँ गृहमन्त्रीको ध्यान आकर्षण भएको छ। कसैलाई उजुरीको भरमा हामी न्यायाधीश बन्न चाहिँ मिल्दैन र आरोप हो त्यो। आरोप जो कोहीले पनि लाउनु सक्यो भन्दैमा कसैको चरित्र हत्या चाहिँ गर्न पाइँदैन। त्यो चाहिँ मेरो विचारमा त्यसमा नै कानुनमा के गर्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ। इट इज नट गुड। अनि हाम्रो गृह मन्त्रालयकै ध्यान आकर्षण भएको छ यसमा चाहिँ। वी आर नट ह्याप्पी अबाउट इट। अनि यो समिति अलिकति मलाई भद्र फिल भएको छ। त्यही भएर मैले अब मिडियाकर्मी साथीहरू पनि यही भएको हिसाबले चाहिँ मैले कुरा गर्न चाहेँ। आफ्नो कर्मचारीले जसरी काम गर्नुभएको छ, मिहिनेत गर्नुभएको छ, मैले प्रत्यक्षदर्शी छु। जसरी आइजी साहबहरू काम गर्नुभएको छ म प्रत्यक्षदर्शी छु। उहाँहरू हाम्रो स्पिरिटमा, स्पेसली यो सरकारको स्पिरिटमा काम गर्नलाई उहाँहरू दिनरात खट्नु भएको छ। 2 मन्थ छैन। आरोप भन्ने लगाउन जोसुकैले पनि सक्यो, तर त्यो पुष्टि नभएसम्म चाहिँ कसैलाई चाहिँ दोषी करार गरेर चाहिँ एउटा समिति मार्फतमा चाहिँ यस्तो गर्नु चाहिँ राम्रो होइन जस्तो चाहिँ मलाई लाग्छ। विषयवस्तु अब यति नै छ जस्तो लाग्छ मेरो मार्फत चाहिँ। अब यो एकदम गम्भीर विषय थियो। अस्ति मैले भन्नु पाएको थिएन, मनमा खुल्दुरी पनि भइरहेको थियो, कहाँ गएर भनौँ भनेको थियो। अब यो मौका यो समितिले पनि दिनुभयो। धन्यवाद समितिका सभापतिज्यू, सबैजना कर्मचारी मित्रहरू, पत्रकार मित्रहरूलाई धेरै धन्यवाद भन्न चाहन्छु। र यो सुझाव हुन्छ। अब यो समितिको सुझाव यो प्रतिवेदनको आधारमा हामीले कारगर ऐन पनि संशोधन गरौँ सबैजना मिलेर। अझै त्यसमा थप गर्नुपर्ने छ भने अझै थपौँ हामीले, किन यो जस्तो ऐतिहासिक मौका हामीलाई सायद कहिल्यै पाउँछौँ जस्तो लाग्दैन। अब हाम्रो शहीदहरू, घाइतेहरू र जतिजना जेनजी भाइ बहिनीहरू जतिजना अहिले पनि कारागारमा हुनुहुन्छ उहाँहरूको देन हो जस्तो लाग्छ मलाई। त्यसमा रेस्पेक्ट पनि गर्नुपर्छ र हामीले त्यो उहाँहरूको विश्वासलाई चाहिँ नतोडिकन हामी अगाडि बढ्नुपर्छ। हामी मिहिनेत गर्नु तयार छौँ। यो समितिले पनि त्यही अनुसारमा काम गरिरहेछ। यो समितिले काम नगरेको होइन। जुन चाहिँ हामीले जेनजीहरूलाई निकाल्ने सम्बन्धमा हामीले जुन चाहिँ समिति खडा गरेका छौँ त्यो समितिले पनि आफ्नो काम कारबाही चाहिँ अगाडि बढाइसकेको अवस्था छ। र भिजनका साथ, किनभने एकचोटि गल्ती गरिन्छ, दुईचोटि चाहिँ गल्ती गरिँदैन। अनि मैले अघि नै पनि एकजना म्यानेजरले सुन्ने र थुन्नेको डायलग पनि हान्नु आएको थियो होइन। अब यो सुन्ने र थुन्ने भन्दाखेरि पनि तपाईँको सुनेर पनि थुनेर पनि अझै पनि नहेर्नु चाहिँ सम्बन्धित निकायको कमजोरी जस्तो लाग्छ मलाई चाहिँ होइन। यसमा चाहिँ हाम्रो मात्र कमजोरी होइन, अब प्रहरीले आफ्नो गर्नुपर्ने काम कर्तव्य त उहाँहरूले निभाएको छ जस्तो लाग्छ मलाई त्यस्तै फिल हुन्छ। उहाँहरूले त्यो अनुसारमा तयार पारेर लगे तापनि कहिले कहिले चाहिँ सुनिँदैन रहेछ, हेरिँदैन रहेछ, बोलिँदैन रहेछ। अब यसलाई पनि हामीले मेरो विचारमा सदनले यसलाई साथ दिनुहुन्छ जस्तो लाग्छ। हाम्रो गृह